यस काभ्रे जिल्ला क्षेत्र नम्बर 2 अन्तर्गत पर्ने धुलखेल स्थित निर्वाचन आयोगमा उम्मेदवार दर्ता गर्नको निम्ति मङ्गोलिस्ट अर्गनाइजेसन संगठनका साथीहरू र हाम्रो मान्ने उम्मेदवार उमेश तामाङ जो हुनुहुन्छ उहाँ भित्र गइसक्नु भएको छ। पक्कै पनि भोलिका दिनमा अब यो देश नेपाल हाँक्ने भनेकै यो मङ्गोलहरूले हो भन्ने कुरा प्रुभ भइसकेको अवस्था छ। त्यसो भएको भएर पक्कै पनि यहाँहरू सम्पूर्णले भालेमा मतदान गरी जिताउनको निम्ति लाग्नुहुनेछ। र हेर्नुहोस् अहिले मङ्गोलिस्ट अर्गनाइजेसनको भाले चिन्ह र खुकुरो अङ्कित तारा अङ्कित झन्डा पनि फरफराइसकेको अवस्था छ। हेर्नु होला, पक्कै पनि काभ्रे जिल्लाले यो सन्देश दिएको छ कि अब पक्कै पनि शासन सत्ता मूलवासीको हातमा जानु जरुरी छ भन्ने प्रमाणित गर्न सकिसकेको अवस्था छ। त्यसैले यहाँहरूले पनि त्यो खालको हिसाबले लाग्नु होला। जय मङ्गोल। जय मङ्गोल सर। तपाईँलाई कस्तो लाग्छ यसको सङ्केत? तपाईँलाई कस्तो लाग्छ? जाने सङ्केत ल ठिक छ। अनि खास आज भनौँ न मनोनयन नोमिनेसन दर्ता छ आज। खास यो दर्ता नै किन जस्तो लाग्छ? यो समग्र नेपालको मूलवासी हकको लागि चाहिँ नि यो आज धर्मनिरपेक्ष प्रान्त्यको जोगाउनको लागि चाहिँ यो आज परिहार्यो। त्यसैले अब सम्पूर्ण काभ्रे जिल्लावासी 2 नम्बर जनताहरूले चाहिँ नि भाले चिन्हमा भोट हालेर अत्याधिक बहुमतले विजय गरौँ भन्ने हाम्रो चाहिँ। अनि छ नि सर, अब यहाँको माहौलले देखाइसकेको अवस्था छ, हेर्न सक्नुहुनेछ। अब हामी मङ्गोलिस्ट अर्गनाइजेसन परेको वातावरणबाट हामीलाई चाहिँ उम्मेदवार दर्ता गर्न सफल भएका छौँ र हामी यो देशका 80% हिन्दू मूलवासी मङ्गोलहरूको लोकतन्त्र धर्मनिरपेक्ष प्रान्तीयताको चाहिँ उजागरमा हामी उभिएको एउटा दल भएको हुनाले चाहिँ हामीलाई चाहिँ सहजपूर्ण वातावरणबाट हामीले चाहिँ उम्मेदवारी दर्ता गरेर आइसकेको अवस्था छ। अबको देशमा यो पालि चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन पनि सत्तामा छिर्दैछ भन्ने कुरो सुनिआएको छ। के छ अवस्था सर? पक्कै पनि अब यो देशको 80% हिन्दू मूलवासी मङ्गोलहरूले बुझ्नुपर्ने कुरा के हो भने अब यो देशमा जति पनि हाम्रो देशका अधिकांश मूलवासी मङ्गोलहरूले बुझ्न जरुरी छ र यो देशका 80% हिन्दू मूलवासी मङ्गोलहरूले बुझिसकेपछि यो देशमा मङ्गोल नेसनल अर्गनाइजेसनको विजयको सुरुवात अब यो फागुन 21बाट निश्चित रूपमा भइरहेको अवस्था छ। अहिले चाहिँ भन्छन् एउटा राजनीति अथवा विश्व चाहिँ यो संविधान अनुसार चाहिँ नेपालको अधिकांश मूलवासीहरू चाहिँ दासत्व चाहिँ स्वीकार गरेर बसिरहेछ अथवा देशको चाहिँ दोस्रो दर्जाको मानिस जस्तै भएर बाँचिरहेछ अथवा शरणार्थी जसरी नै जिइरहेछ। यो कुरालाई चाहिँ तपाईँले कसरी प्रस्तुत गर्न सक्नुहुन्छ? अब पक्कै पनि यो देशका अधिकांश जनताहरूले बुझेर मङ्गोल नेसनल अर्गनाइजेसनलाई मत खसालेको खण्डमा भोलिका दिनमा हामी यो नेपालको मूल संविधानलाई संशोधन गरेर नेपालको मूलवासी मङ्गोलहरूको हक हित अधिकार र अस्तित्वको लागि चाहिँ हामीले पहल गर्नेछौँ र त्यहाँ हामी पनि दोस्रो दर्जाको नागरिक होइन, नेपालको चाहिँ हामी पहिलो दर्जाको नागरिक यो देशको मूलवासी हो भनेर चाहिँ हामी हाम्रो मङ्गोल अस्तित्वलाई चाहिँ समेट्नेछौँ। अनि छ नि सर, यो प्राय सिङ्गो काभ्रे जिल्ला प्लस सिङ्गो नेपालमै मङ्गोललाई अरू पार्टीको तुलनामा मङ्गोल चाहिँ बेस्ट भन्छन्, कुनैले यो वा त्यो भन्छन्। के साँच्चै यो मङ्गोलिस्ट अर्गनाइजेसन चाहिँ सिङ्गो काभ्रे जिल्ला प्लस सिङ्गो नेपालका आम भनौँ न आमा बुवा दाजुभाइलाई चाहिँ त्यो खालको सन्देश दिनको निम्ति यो सङ्गठनले हेर्ने दृष्टिकोण र अब यो सिङ्गो काभ्रे जिल्लालाई चाहिँ कस्तो हिसाबको सन्देश दिनुहुन्छ तपाईँले? जस्तै बालेमा नै भोट किन, बालेमा भोट हाल्यो भने के हुन्छ र बालेमा नहालिकन अरू सङ्गठनले भोट हालेको खण्डमा के हुन्छ?
मङ्गोल नेसनल अर्गनाइजेसनले अधिकांश रूपमा यो देशका 80% हिन्दू मूलवासी मङ्गोलहरूको अस्तित्वलाई नेपालको मूल संविधानमा लेखाउनको लागि अभिप्रेरित गर्न जरुरी छ। त्यस कारणले गर्दा यदि तपाईहरूले यो देशका अधिकांश रूपमा काङ्ग्रेस, एमाले, माओवादी, एबिसिडी यिनीहरूको नामै लिनु आवश्यक त छैन। यो बाहेक मङ्गोल नेसनल अर्गनाइजेसनको कुखुराको भाले चिन्हमा भोट हाल्यो भने हामी यो देशका नेपालको आदिवासी जनजाति होइन, यो देशको मूलवासीहरूको हक हित अधिकार सुनिश्चित गर्नको लागि हामी त्यो ठाउँमा पुग्नेछौँ र हामी यो नेपालको मूल संविधानमा हाम्रो मङ्गोल भन्ने अस्तित्व लेखाउन सफल हुनेछौँ। तपाईँले भन्नुभयो नेपालको संविधानमा त खास गरी यो देशमा रहेको तामाङ, राई, गुरुङ, मगर, लिम्बू इत्यादि सम्पूर्णलाई चाहिँ जनजाति, आदिवासी, मतवाली, दलित, महिला भनेर चाहिँ क्रमशः भनेर चाहिँ जनाइरहेको छ। अनि तपाईँ सत्तामा पुगेपछि नेपालको संविधानै चेन्ज हुन्छ कि संविधान चाहिँ त्यही अवस्थामा रहिरहन्छ सर? यदि कुखुराको भाले चिन्हमा मत खसालेर यो देशका आम जनताले मङ्गोल नेसनल अर्गनाइजेसनलाई चुनिएको खण्डमा हामी यो देशको मूलवासी मङ्गोलहरूको हक हित सुनिश्चित गर्नको लागि र नेपालको मूल संविधानलाई हामी यो संविधानको धारा उपधारा चाहिँ हामी संशोधन गर्नेछौँ। त्यो अवस्थामा पुग्नेछन्। त्यस कारणले गर्दा मङ्गोल नेसनल अर्गनाइजेसनलाई जिताउनु आवश्यकता छ। यदि हामी जनजाति र आदिवासी जनजाति भनेर बस्यो भने हाम्रो हक अधिकारलाई खोसिन्छ। त्यस कारणले यो देशका मूलवासी मङ्गोलहरूको चाहिँ एकबद्धता रूपमा अधिकार सम्पन्न गराउनको लागि भाले चिन्हमा भोट हाल्नु आवश्यकता छ। कतिपय इतिहासहरू हेर्दाखेरि यो देशमा रहेको तामाङ, राई, गुरुङ, मगर, लिम्बूहरू छ नि, जति पनि छ नि, पहिलो हिस्ट्रीहरूमा इतिहासहरूमा हेर्दाखेरि चाहिँ ग्याल्पोको सन्तान भनेर देखिन्छ होइन। तर अहिले चाहिँ नेपालको संविधान अनुसार चाहिँ अलि फरकै देखिन्छ। खास कुरा किन सर यस्तो के कारणले चाहिँ भएको थियो? नेपालको संविधानले हामीलाई विभेद गरिएको छ। यो विभेदकारी नीतिको अन्त्य गराउनका लागि नै मङ्गोल नेसनल अर्गनाइजेसनको उदयमान शक्तिको रूपमा काभ्रे जिल्लामा मात्र होइन 14 अञ्चल 75 जिल्ला अथवा 7 प्रदेशमा मङ्गोल नेसनल अर्गनाइजेसनको एकदम बलियो तवरले चाहिँ अगाडि बढिरहेको छ। त्यस कारणले कुखुराको भाले चिन्हमा मतदान खसालेर हाम्रो भावी सन्ततिहरूको लागि चाहिँ उज्जवल भविष्यको निम्ति चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनलाई मत दिनु आवश्यकता छ भन्दै म चाहिँ यहाँबाट बिदा हुन्छु। हस्त हजुरलाई समयको लागि धन्यवाद सर।